इन्टायर नेपालको ग्रोथ हुनु, नेपालको अर्थतन्त्र बलियो हुनु भनेको तपाईँ हाम्रो पकेट बलियो हुनु हो। यसरी सोच्नुपर्छ हामीले। ऋण बिना देश बन्छ र ऋण बिना तिमीले आफ्नो बिजनेसलाई आफ्नो इम्पायर खडा गर्न खोज्छौ भने तिमी आफै डुब्छौ क्या। उनीहरूले ऋण लिएको छ डुब्नलाई होइन, ऋण लिएको छ घाँस्नलाई है। ऋण बिना कुनै व्यापार बिजनेस, ऋण बिना कुनै डेभलप कन्ट्रीले डेभलप गरेको यु विल नेभर एभर सी है। हिस्ट्रीमा कहिले पनि तिमीहरूले त्यो भेटाउनेवाला छैन। बालन सरकारको यो भिजन, अहिले आएको फेरि अर्को भिजन जुन नेपालको टुरिज्म सेक्टरलाई बबाल बिल्ड गर्ने भिजन छ नि, बालन सरकारको टार्गेट अहिले सिधा भारतमा छ है। किनभने भारत इज वान अफ द हाई पपुलेट कन्ट्री इन द वर्ल्ड होइन। अहिलेको टाइममा 1.47 बिलियन पपुलेसन भएको देश भनेकै भारत हो क्या। बालन सरकारको यो ट्याक्टिस होइन, यत्तिकै एजुकेटेड, यत्तिकै आई मिन टेक्निकल्ली सोच्ने व्यक्तिहरू छन् क्या होइन। अहिलेको सरकारमा यस्तो खतरनाक, जस्तै स्वर्णिम वाग्ले होइन। स्वर्णिम वाग्लेलाई त पैसा कताबाट ल्याएर कता के गर्नुपर्छ त्यो हरेक नलेज भएका स्वर्णिम वाग्ले हुन्। तर पनि हामीले अहिले सोसियल मिडियामा धेरै सुनाएको देख्छौँ होइन, हामी सिकाएको देख्छौँ होइन।